So guys, कस्तो हुनुहुन्छ आज हाम्रो गोर्खा आर्क डे 7 एन्ड हाम्रो एक हप्ता भइसक्यो एक हप्ता भइसक्यो अनि गाइस तपाईहरु पनि गर्नु नबिर्सिनु होला अनि तपाईहरु पनि गर्दै गर्नुस् गाइस वर्कआउटहरु हैन वर्कआउटहरु गर्नुस् गाइस बडीलाई ध्यान दिनुपर्छ हैन पनि कन्टिन्यू एक हप्ता भइसक्यो गाइस एक हप्ता भइसक्यो हामीले पनि एक हप्ता भइसक्यो गाइस डेली भिडियो पनि हालेको पनि डेली 100 पुशअप गर्छ डेली गाइस डेली 100 पुशअप हुँदैछ हो गाइस भर्खर पनि गरेर बसेको पसिनाहरु हल्का आइरहेको छ पसिना गरेर त गाइस आज हामी रनिङ पनि गएको थियो हो अघि भर्खर आएको गाइस भर्खर आएको गाइस हैन राति त भइहाल्छ अब के गर्नु हैन यस्तै हो सो गाइस हाम्रो सस्ता जुगाड गाइस सस्तो सस्ता गाइस रुम हुन्छ अनि हटिया रुम सपोर्टिङ हो गाइस हामीलाई सपोर्ट गरिदिनुस् अब तपाईहरुलाई कति मोटिभेसन त दिइसक्यो आज चाहिँ हल्का अब कम्ती मोटिभेसन नदी भनेको हो गाइस तपाईहरु पनि गर्नुस् तर जे हो भने वर्कआउट चाहिँ जे पनि गर्नुहोस् वर्कआउटहरू गर्नुहोस् होइन रिलहरू फोन एडिक्सनहरू अलिक दूर बस्नुहोस् होइन अन्त गाइस देख्नुहुन्छ हाम्रो कार्पेट यसमै गर्छ हामीले 100 पुसअप्स तपाईँ गाइस यहाँ देख्नु रुम हाम्रो घटिया रुम गाइस यो रुमलाई चाहिँ एक दिन चाहिँ प्योर जिम बनाइ छोड्नुपर्छ हो गाइस अन्त सपोर्ट गरिदिनुहोस् होला त्यही कारण होइन गाइस कमेन्ट पनि गरिदिनु होला हल्का यत्रो भइसकेको छ 1 विकमा गाइस हल्का होइन अब 1 विकमा त कत्रो हुन्छ भने गाइस तँलाई देखाउँछ हामी डेली भिडियो गरेर हामीले तँलाई देखाउँदैछ होइन गाइस सपोर्ट गरिदिनु होला अनि गाइस यहाँ देख्नुहोस् अनि गाइस हामी चाहिँ हो पहिला पनि गर्थ्यौँ तर अहिले चाहिँ हामीले डेली गर्नु थालेको हो गाइस डेली गरेको राम्रो हो भनेर कति गाइस यहाँ देख्नुहुन्छ होइन हाम्रो डम्बेल्स छ गाइस अहिले चाहिँ मेनली हामी गाइस पुसअप्सहरूमै हल्का होइन गर्दैछु म गाइस हामीले मेन कुरै गरेको छैन कि केसको बारेमा गर्दैछ हामीले अहिले पुसअप्स र डम्बेलहरू खालि गर्दैछ अनि ट्राइसेप्सहरू गर्दैछ हो गाइस त्यति खालि गर्दैछ अब यो भोलि मन्डेदेखिको चाहिँ अब उयो आउँछ के भन्छ गाइस यस्तो एक-एकवटा बडी पार्टको बारेमा हामी गर्छ भोलि हुन्छ हाम्रो चेस्टको पर्सि हुन्छ हाम्रो उयो बाइसेप्सको निकर्सी त्यस्तो गर्दै जान्छ हामी त्यो गर्दै गाइस त्यही बेटर हो गाइस होइन बडी वर्कआउटहरू भन्दा सो गाइस हाम्रो रुमको कन्डिसन चेक गर्नुहोस् गाइस यस्तै थोत्रे छ सो गाइस यो चाहिँ रुम गाइस होइन हाम्रो घरभन्दा करिब 1 किलोमिटर हामी हिँडेर आउनुपर्छ हो गाइस अनि यो रुम पनि गाइस हामीले मेहनत छिलेको हो महिनामा हामीले 2000 दिनुपर्छ यो रुमको लागि होइन अन्त गाइस देख्न सक्नुहुन्छ यो रुम पनि हामीले छ गाइस त्यो फ्रीमा पाएको त होइन 2000 दिँदैछ गाइस यो रुमको लागि हेर्नुहोस् रमेश त हाम्रो थियो गाइस होइन पहिलादेखि होमवर्क गाइस भनेको चाहिँ यस्तो रियल हो नि त होइन त्यो हुनुहुन्छ भुइँमा केही छैन गाइस रुमको कन्डिसन देख्नुहुन्छ गाइस तर हामी गर्छ गाइस डेली त्यो गर्छ नि त वर्कआउट होइन त्यो नगर्ने त्यस्तो फोन एडिक्सन त्यस्तो आजकलको नानीहरू कस्तो हुन्छ होइन गाइस त्यस्तो चाहिँ होइन गाइस हो गाइस त्यस्तै होइन हो गाइस अनि त्यस्तोहरू नहुनुहोस् के भन्छ होला छोराछोरीलाई पनि सम्झाउनुहोस् कि यस्तो गाइस प्यारेन्टहरू हेर्नु भएको चाहिँ छोराछोरीहरूलाई सम्झाउनुहोस् यति हो कि तपाईँहरू भन्नुहुन्छ होला फोनमा हेर्नु निकेहरू भोलि पनि हेर्नु दिनुपर्छ कोही बेला किनकि फोनमा पनि कतिवटा कुरोहरू राम्रो हुन्छ जस्तो कि हामीले यो के भन्छ यो मोटिभेसन दिँदैछ यो पनि राम्रै कुरा हो यो पनि तपाईँहरूले अरूमा त हेर्नु सक्नुहुँदैन फोनमै त हेर्नुहुन्छ अन्त त्यही भएर फोन पनि दिनुपर्छ टाइममा पाउन्डिङ गर्नुपर्छ एक्सर्साइज पनि त्यो चाहिँ एउटा टाइम राखेर गर्नुपर्छ नि त जस्तै कि त्यस्तो अलिकति अब कस्तो भन्नुहोस् जस्तै स्कुलमा एउटा टाइम हुन्छ 1 पिरियड त्यस्तै टाइपको अब हामीले पनि त्यसो खालको टाइम राखेर यो पढेर उयोहरू गऱ्यो दामी मिलाएर रुटिन राम्रो मिलाएर गरेर अनि खानाहरू राम्रो दिनुहोस् नानीहरूलाई त्यस्तो वर्कआउटहरू गरेर अब गाइस सो गाइस एउटा टिप होइन जो तपाईँहरू होइन पातलेहरू हुनुहुन्छ पातले तिनीहरू चाहिँ गाइस खानाको डबल खानुपर्छ गाइस डबल तपाईँहरूले 1 थाल भात खानुहुन्छ नि त्यसको 2 थाल खानुहोस् 2 थाल गाइस डबल खानु तपाईँले दिनमा 3 टा अन्डा खाँदैछ भने 6 टा अन्डा त्यस्तो टाइपको त्यसरी खाँदै जानुहोस् हो गाइस तर गाइस यस्तो कुराहरू चाहिँ तर बिस्तारै गर्नुपर्छ बिहान जस्तै ब्रेकफास्टको 2 टा दिउँसो 2 टा बेलुका 2 टा त्यस्तो त्यसरी खानुहोस् हो गाइस अन्डाहरू पनि अन्त त्यो दुधहरू खाने गर्नुहोस् केराहरू बनाना केरा जे भन्यो अब भन्दा त बुझ्नुहुन्छ होला त्यो देसी सप्लिमेन्ट्सहरू सो गाइस महँगोहरू सप्लिमेन्टहरू हुन्छ पिस्ता बदामहरू खानुहोस् सो गाइस महँगो सप्लिमेन्टहरू देख्नुहुन्छ तपाईँ एमबी क्रिटिनहरू त्यस्तो हामी गाइस अफोर्ड गर्न सक्दैननुहुन्छ त्यो गाइस तिनीहरू रियल पाउने एमबीहरू हामीले पनि एमबीहरू युज गर्दैन हो गाइस
हामी पनि किनकि एमबीहरू युज नगरिकन बनिएको हो यतिको भए पनि यतिको भए पनि बनिएको एमबी युज गऱ्यो भाइ देशी सत्वाहरू खाएर गाइस हामी बनिन्छ गाइस त्यो एमबी 5000 6000 भए पाउँछ रियल खालके बनाउनु त्यो 500 600मा फेकहरू हुन्छ होइन रियल खालके 5000 6000 त्यस्तो हामी गाइस अफोर्ड गर्न सक्दैन होइन अन्त किन गरिरहनु त्यस्तो भन्दा त सत्वाहरू खाएको होइन राम्रो होइन गाइस यहाँ देख्नुहुन्छ गाइस होइन गाइस के छैन हाम्रो अब यति हो होइन अब नभने पनि ठिकै छ गाइस हामी त डेली वर्कआउट गर्छ नि त बडीको खेल गर्छ होइन गाइस देख्नु सक्छ हामी चाहिँ होइन दार्जिलिङमा बस्छ सो गाइस गाइस देख्नुहुन्छ आजको चाहिँ हो यति हो होइन अब त्यो अब अरू कन्टेन्ट क्रिएटरहरू जस्तो हाम्रो त्यस्तो बडी छैन देखाउनु भएन होइन गाइस हामी नदेखाएको पनि होइन गाइस देखाएको हुन्छ होइन त्यस्तो चाहिँ देखाउँदैन अब गाइस अरूहरू जस्तो फ्लेक्स गरिरहँदैन त्यस्तो गर्नु छैन गाइस हामी चाहिँ अब गर्ने हो ल गाइस अब डेली भिडियो आउँछ होइन गाइस यो लङ भिडियो चाहिँ गाइस कोही कोही बेला मात्रै आउँछ सो सर्ट चाहिँ डेली आउँछ होइन गाइस सर्ट चाहिँ हेरिदिनुहोस् होइन गाइस यो भिडियो चाहिँ 2-3 दिनमा आउँछ पुरै सपोर्ट गरिदिनुहोस् हो गाइस यो रुमलाई अलिक हामीले राम्रो बनाउन सकौँ यस्तै रुम हामीले खरिदेर जिम बनाउन सकौँ त्यसको लागि अब हल्का हामीलाई युट्युबबाट मोनिटाइज हुन सकौँ त्यसको लागि हामीलाई सपोर्ट गरिदिनुहोस् हो गाइस कमेन्ट पनि